नमस्कार, शुभ बिहानी, शुभ दिन सबैको दिन शुभ रहोस्। म पद्मराज काफ्ले हाल अहिले भारतको राजस्थान राज्यको भरतपुर जिल्ला अन्तर्गत देशवार मेडिकलको एउटा भित्र बेडबाट बोल्दैछु। र मैले बेडमा बस्दा, अस्पतालमा बस्दा लामो समय बस्दाका पीडाहरू सँगालेर एउटा सानो गजल कोर्ने प्रयास गरेको छु है। सबैजनाले सुनेर साथ दिनुहोला अनि यो गजललाई सबैमाझ पुर्याइदिनु होला। र योभन्दा पछि मैले अलि विशेष तरिकाका भिडियोहरू पनि हाल्नेछु होइन, किनकि मैले मेरो जीवनमा मैले पाएको दुःख अनि मैले कष्ट र यति लामो समय ट्रिटमेन्ट गर्दा पनि अझै पनि अस्पतालको बेडमा रहिरहेको पीडा सँगालेर एउटा भिडियो बनाउने छु, जसलाई म युट्युबमा पनि राख्नेछु होइन। मैले एउटा युट्युब च्यानल पनि बनाएको छु होइन। के छ मेरो वास्तविकता के भएको त होइन, घटना कसरी घटेको हो होइन भन्ने कुरालाई यथार्थ रूपमा जानकारी दिइ जाँदैछु होइन। पीडाको मान्छेले कहिले पनि झुट बोल्दैन, तर जालसाज झुट भएकै हो भन्ने कुरा देख्ने र सुन्ने सबैलाई थाहा छ, तर सबैले कानमा तेल हाले जस्तो भएको छ होइन। म गजल मार्फत केही मेरा मनका वेदनाहरू पोख्दैछु। गजलको शीर्षक छ अस्पतालको लामो बसाई। 21 महिना बिति गया यहाँ हजुर, अझै कति बस्नु पड्या हो। 21 महिना बिति गया हजुर, अझै यहाँ कति बस्नु पड्या हो। दुखै दुःखको भारी बोकिकन हजुर, कतिसम्म सहनु पड्या हो। दुखै दुःखको भारी बोकिकन हजुर, कतिसम्म सहनु पड्या हो। बाहिर घाम निस्किनै थाल्यो हजुर, मनभित्र रात पड्याकै छ। बाहिर घाम निस्किनै थाल्यो हजुर, मनभित्र रात पड्याकै छ। घरको बाटो सपना जस्तो भइगयो हजुर, सम्झी सम्झी रुनु पड्याको छ। हप्ता बित्यो, महिना पन बित्यो हजुर, औषधि खाँदा खाँदै हातै हात पैसा पन बाइगे हजुर, अस्पताल जाँदा जाँदै हातै हात पैसा बाइगे हजुर, अस्पताल जाँदा जाँदै। दुःख पर्दा साथ दिने मान्छे हजुर मनमै रहिगयो। बेडमै छ पल्टिनु हजुर, जिउ बिरानो भइगयो। बेडमै छ पल्टिनु हजुर, जिउ बिरानो भइगयो। डाक्टर पन भन्दा छन् हजुर, तँकन निको भइजाने हो। डाक्टर पन भन्दा छन् हजुर, तँकन निको भइजाने हो। मेरो पन खुट्टो निको भए हजुर, अस्पतालको सम्झना रहिजाने हो। मेरो पन खुट्टो निको भए हजुर, अस्पतालको सम्झना रहिजाने हो। यो दैवलपन कति पीडा दियो हजुर, कतिसम्म सहनु पड्या हो। अझै पन अस्पतालमा हजुर कति दिन रहनु